आज पार्टीभित्र ठुलो विवाद उत्पन्न भयो। युवा नेताको कदमले पार्टीमा हलचल जनता झस्कियो। तपाईले सोच्नुभयो यो कदमले पार्टीमा कस्तो असर पार्छ? भिडियो अन्तिमसम्म हेर्नुहोला। युवा नेताले पार्टीभित्र एउटा महत्त्वपूर्ण निर्णय लिए जसले पुराना नेताहरूलाई असन्तुष्ट बनायो। यस निर्णयले पार्टीको भित्र संरचना र शक्ति सन्तुलनमा ठुलो प्रभाव पार्ने अनुमान छ। पार्टीभित्र नयाँ नियम प्रस्ताव गरे, पुराना नेताहरूको निर्णयलाई चुनौती दिए, जनता र युवा वर्गको ध्यान तान्न सफल भए। यदि यो झगडा समाधान भएन भने आगामी चुनावमा यसको ठुलो प्रभाव पर्न सक्छ। यो कदमले केवल पार्टीभित्र मात्र असर गरेन, जनता विशेष गरी युवा वर्ग यस निर्णयबाट प्रभावित भएका छन्। धेरैले समर्थन गरेका छन् तर केहीले आलोचना पनि गरेका छन्। सोसियल मिडियामा यो घटना भाइरल बनेको छ। युवा नेता र पार्टी झगडा ट्रेन्डिङमा छ। यस विवादले स्पष्ट देखाउँछ कि पार्टीमा केवल अनुभव मात्र होइन, युवा नेतृत्वको कदम पनि महत्त्वपूर्ण हुन्छ। अब प्रश्न यही छ, पुराना नेताहरूले युवा नेताको चुनौतीलाई स्वीकार गर्नेछन् कि अझै झगडा बढ्नेछ? तपाईको विचार के हो? कमेन्टमा लेख्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्। यदि तपाईलाई आजको भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र हामी फेरि पनि यस्तै राजनीतिक सत्य लिएर भोलि पनि फर्किनेछौँ।